ल अब हामी चाहिँ के बनाउन लाग्दैछौँ? टोपी, उलन टोपी। उलन टोपी बनाउन लाग्दैछौँ। यो चाहिँ सुरुदेखिको चाहिँ प्रोसेसिङहरू देखाउन लाग्दैछ है त गाइज। सुरुमा यस्तो यस्तो हुन्छ। उलन टोपी यस्तो है त गाइज। यस्तो धागोबाट यस्तो बनाउने हो। हामीले चाहिँ एउटा बनाइसकेका छ उलन टोपी। उलन टोपी चाहिँ यस्तो छ, यस्तो खालको टोपी हामीले बनाइसकेका छ। जाडोमा चाहिँ कोही कसैलाई उलन टोपी चाहिन्छ। त्यो जाडोमा भने यो टोपी एकदम राम्रो पनि देखिन्छ, तातो पनि हुन्छ। अर्डर गर्नु होला है त गाइज। स्टेप 2 को काम चाहिँ यहाँबाट हाम्रो अलिकति अगाडि बढिसकेको थियो है। यहाँ भिडियो खिच्न अलिकति ढिला भयो। यसरी सर्ट चाहिँ हुन्छ है त गाइज। दोस्रो स्टेपको काम हुँदैछ। देखौँ तीनवटा कलरको मिक्सवाला चाहिँ उलन टोपी रेडी हुँदैछ। ल यतापट्टिको चाहिँ फिनिसिङ यस्तो आइसकेको छ है उलन टोपीको एक साइडको। अब अर्को साइडमा चाहिँ बिट मार्ने काम हुँदैछ। यो बिट मार्न कति मिनट लाग्छ? अब हेर्दै जाउँ, एक राउन्ड घुम्दा कति मिनट हुन्छ। काम गर्दै जाउँ भनौँ न। काम गर्दै जाउँ। हेर्दै फेरि चाहिँ कतिचोटि घुमाउनु पर्ने हो? एकचोटि। ल अब हाम्रो यहाँ फिनिसिङको काम हुँदैछ है त गाइज। तीनवटा कलर थियो, एउटा कलरको भित्रै छिरेको छैन भनेपछि यो चाहिँ खतरा भएछ है। ल पिङ्क, निधारमा पिङ्क, टाउकोमा क्रिम कलर भनेपछि ल यो चाहिँ बबाले देख्यो है त ल गाइज। ल बच्चाको है
ल यो चाहिँ सानो सानो बच्चाहरूको लागि अझै बच्चा भन्दा पनि ठुलो लाउन मिल्छ ठुलोलाई मिल्छ तर यो अलिक सानो साइज भएको भएर यो बच्चालाई मात्रै हुन्छ टाउको सानो सानो हुनेहरूले चाहिँ उनीहरूको लागि चाहिँ दामी देखिन्छ है ल गाइस ल